यस्तो बेला नेपालीले भारतलाई कसरी साथ दिनु? नेपाली युवालाई भारतीय पक्षले ड्याङका ड्याङ गोली हानेको धेरै भएको छैन। नेपाली युवा गोविन्द गौतमले भारतीय पक्षको गोली खाएर शहीद भइसकेका छन्। यस्तो बेला हामी खुलस्त रूपमा भारतको पक्षमा उभिनेवाला छैनौँ, किनकि सीमावर्ती क्षेत्रमा भारतीय पक्षले यति धेरै दुःख दिएको छ कि त्यसको जतिसुकै आलोचना गरे पनि कमै हुन्छ। नेपाली भूमि लिपुलेक, लिम्पुयाधुरा र कालापानीमा भारतीय हस्तक्षेप नाङ्गो भएको छ। अहिले पनि जबरजस्ती भारतीयले रोजगार चलाइराखेका छन्। सीमावर्ती क्षेत्रमा रातारात हजारौं हजार हेक्टर नेपाली जमिन भारतीय पक्षले अतिक्रमण गरिराखेका छन्। त्यसको पछिल्लो उदाहरण भनेको प्यारी ताल नेपालमा पर्छ, जुन यति बेला भारतीयले नियन्त्रणमा लिएका छन्। यस्तो बेला विस्तारवादी नीति लिएको भारतलाई हामी कसरी साथ दिन सक्छौं? आज छिमेकी देश पाकिस्तान र भारत बीच युद्ध सुरु भएको छ। यस्तो बेला दुवै देशले हाम्रो साथ खोजिरहेका छन्, तर हामी कसैको पक्ष र विपक्षमा उभिँदैनौँ। एउटा ठूलो छिमेकी देश भएको नाताले भारतले सीमा विवाद समाधान गर्नको लागि तयार हुनुपर्छ र पहल कदमी चाल्नुपर्छ। यदि तयार नभएको अवस्थामा कुनै पनि छिमेकीले भारतलाई साथ दिने अवस्था छैन। सीमा क्षेत्रमा भारतीय पक्षले गरेको ज्याजतीको जति निन्दा गरे पनि कमै हुन्छ। त्यसकारण हामी वार्ता मार्फत सीमा विवादहरू समाधान गर्न तयार छौँ। नेपालले पटक पटक अनुरोध गर्दा पनि भारतीय पक्ष तयार भएको छैन। विगतमा भएका सन्धि र सम्झौता अनुसार काम गर्नुपर्छ भन्दै गर्दा भारतीय पक्ष तयार भएको अवस्था छैन। त्यसकारण हामी खुलेर विस्तारवादी नीति